सो हेलो एन्ड नमस्ते है, दिस इज मी रविन्जङ थापा। ठ्याक्क 2 दिनपछि चाहिँ म भ्लग गर्दैछु क्या। अनि खास मेरो अस्ति र हिजो छुट्टी थियो नि त मेरो, शुक्रबार र शनिबार। अनि शुक्रबार चाहिँ म अस्ति बाहिर यतैतिर यहीँ उतापट्टि पारिआएको थिएँ नि त म, यसमै उतापट्टि त्यो लामेनमा गएको थिएँ, बिचमा गएको थिएँ। अनि साथीसँग आएको थिएँ नि त म। अनि आज आइतबार फेरि यस्तो हुने क्या, 2 दिनपछि बिदा हुन्छ। अनि त्यो बिदा भइरह्यो नि त, ड्युटी आउने झ्याउलाउने क्या, कि काम भइरह्यो नि होइन। अब ठ्याक्क आज फेरि मेरो रोस्टर आउँछ आज बिदाको, यो पहिलाको हप्ताको बिदा हो नि त यो चाहिँ। अनि रोस्टर आउँछ आज, अनि रोस्टर आएपछि थाहा हुन्छ नि त कहिले बिदा हुनु भनेर। मेबी त्यतिखेरै हुन्छ होला। अब हुन त फेरि हाम्रो चाहिँ चेन्ज भइरहेको हुन्छ क्या रोस्टर, त्यो एकै दिनमा हुन्न कि, त्यो चेन्ज भइरहेको हुन्छ। अनि आज त घाम त लाग्यो तर त्यस्तो राम्रोसँग घाम लागेको छैन नि त आज चाहिँ। अनि हावा चलेको यतिको भयो भने चाहिँ बबाले हुन्छ। आज फेरि म चाँडै आएँ नि त, लगभग 12:30 बजीतिर चाहिँ हिँडेको रुमबाट। अनि सो त्यही नै हो। अब आज त खासै बिजी छैन, मैले हेरेको थिएँ कि आज खासै बिजी छैन नि त। अनि आज चाहिँ चाँडै नै हुन्छ होला, मेबी 12 बज्छ होला आज चाहिँ, सायद मेरो खास पिएम ड्युटी हो नि त। हिजो र अस्ति चाहिँ 1 बज्थ्यो, शुक्रबार र शनिबार चाहिँ 1 बज्दै हुन्छ, किनभने बिजी हुन्छ नि त। अनि त्यो कारणले नै हाम्रो पेस्टीको झन् अलि यस्तो हुन्छ क्या, पेस्टी सबै किचनको त्यो अर्डर सकिहालेपछि लास्टमा पेस्टीको अर्डर आउँछ। अनि त्यो पेस्टी हान्दा त्यो लास्ट धेरै बेरसम्म आइदिन्छ क्या अर्डर, लास्टमा आउँछ नि त अर्डर पेस्टीहरूको। अनि सबै खाना खाएपछि लास्टमा पेस्टी खान्छ उनीहरूले, अर्डर डेजर्टहरू खान्छ नि त। अनि त्यो भएर त्यो ढिला हुन्छ, लास्टै ढिला हुन्छ। अनि पेस्टीमा काम गर्नु चाहिँ लास्ट झ्याउ, किनभने सबैजना घर गइसकेको हुन्छ। अनि लास्टमा जाने भनेको हाम्रो अर्डर आउनु त अरू त घर गइसकेको हुन्छ, उनीहरूको क्लोजिङ भइसकेको हुन्छ नि त किचन। अनि पेस्टीको चाहिँ अलिकति ढिला हुन्छ। सो त्यही नै हो। अब आज चाहिँ एक्लै भयो, दाइहरूको पनि कतिखेर थियो मैले त सोधिनँ, म फेरि आइदिइहालेँ नि त। उनीहरूको हिजो त ड्युटी थियो हिजो अस्ति। अनि अहिले यतिको भयो भने चाहिँ आनन्द हुन्छ यार यतिको। अहिले त्यस्तो घाम पनि लागेको छैन नि त, यस्तो छ यहाँको, सुनसान छ। म आज चाँडै आउनेको कारण चाहिँ के भन्दाखेरिमा हाम्रो अस्ति के छ नि, हाम्रो त्यो रोस्टरमा चेन्ज भएको छ नि त। हाम्रो त्यो यो रामादानमा चाहिँ हाम्रो चेन्ज भएको छ नि त। फेरि मर्निङको चाहिँ 10 बजे थियो कि, अनि 10 बजे थियो। अनि यो मिटको चाहिँ 12 थियो, अनि पिएमको 1 बजे छ नि त। अनि अहिले फेरि के भएको भने अस्ति फेरि चेन्ज गरेर 11 बजे भएको थियो, अनि फेरि चेन्ज गरेर फेरि त्यही 10मै भएको क्या। मर्निङको फेरि 10मै गयो, अनि मिटको फेरि त्यो 12मा गयो, अनि पिएमको 1मा गयो क्या। बिचमा त हाम्रो 1-2 बजे थियो नि त पिएमको। अनि त्यही भएर अस्ति त्यो रोस्टरमा त्यो ठ्याक्क त मेन्सन गरेर मेसेज आएको थियो कि, अनि होला नि त भनेर मैले आज आइदिएको 1 बजे। मेरो खास पिएम थियो नि त ड्युटी, अनि त्यही भएर 1 बजे चाहिँ आइदिएको आज म। अब 1 बजेदेखि खास त 1 बजीसम्म ड्युटी होइन, 1 बजेदेखि 1 बजीसम्म नि त। तर आज खासै बिजी पनि छैन, त्यो हुँदाखेरि हाम्रो बिजी नभयो भने चाहिँ चाँडै नै हुन्छ। कति बज्छ भन्दाखेरि 12 बज्छ होला, मेबी लास्ट भनेको 12 बज्छ होला, त्यहाँबाट उता चाहिँ जाँदैन होला लाग्छ। अब के थाहा, त्यो अब बेलुकै थाहा हुन्छ क्या। त्यो कस्तो हुन्छ नि, हाम्रो चाहिँ फेरि त्यो यो रेस्टुरेन्टतिर होटेलतिर के हुन्छ भन्दाखेरिमा त्यो अर्डर आइरहेको नि होइन, उनीहरू आइदिन्छ क्या, त्यो भरै हुँदैन त्यो कस्टमरको त। कतिखेर भने उनीहरूलाई त्यो बुक नगरिकन आइदिएको हुन्छ नि त। अब कतिपयले त्यो बुक गरेको चाहिँ खास त्यो हामीलाई थाहा हुन्छ होइन, अब बुक नगरिकन आइदिएको त खास त्यो पठा हुँदैन नि त। उनीहरू आइदिरहेको हुन्छ क्या, थाहा नभइकन हुन्छ, उनीहरू त्यहीँ आएपछि थाहा हुन्छ नि त। अनि त्यो हो, त्यस्तै बेला चाहिँ ठ्याक्क त्यो टाइमिङ हुँदैन नि त। त्यो हामीसँग त्यही कस्टमरहरू त्यही हामीले पहिलाको बुकिङको भाव चाहिँ त्यो हुन्थ्यो होइन। तर त्यो खास त्यो उनीहरू यतिकै आइदिरहेको हुन्छ नि, त्यो थाहा हुँदैन नि हामीलाई। अनि त्यही भएर त्यतिखेर चाहिँ त्यो 12को ठाउँमा 1 बज्ने 2 बज्ने काम त्यसरी हो। आएको त राम्रो हो होइन, तर इमर्जेन्सी आइदिन्छ क्या, थाहा छैन कि त्यहीँ आएपछि थाहा हुन्छ नि त। यहाँ चाहिँ दामी पारामा फुल फुलेको अघि, दामी पारामा फुल देखाएको थियो यो वालैभरि। कहाँबाट ल्याएर लगाइदिने हो फुल है। यहाँ चाहिँ सबै थरीका छ हौ, यहाँ त पर पिपल है पाउँदो रहेछ। यस्तो छ यहाँ, यस्तो छ लहरावाला फुल। ए हाम्रो उतातिर नेपालतिर कस्तोमा पाउँछ भने त्यो पर्खाल भन्छ कि त्यता त होइन, पर्खालमा हुन्छ। अनि यसको नाम चाहिँ के हो ल भन्दैन होला होइन, यसको नाम चाहिँ यो खास नेपालतिर टन्नै हुन्छ यसमा घाँस। त गाउँतिर चाहिँ काठमाडौँतिर त हुँदैन कि होइन, गाउँतिर चाहिँ टन्नै हुन्छ यस्तो घाँस। तर यसको नामै मैले भुलेर के नाम थियो, तपाईँहरूले थाहा भने चाहिँ कमेन्ट गरिदिनु होला होइन। अनि सो त्यही नि, अब चाहिँ घाम चर्किन थाल्यो, अब पोल्छ डेन्जरै पोल्छ। कामबाट पनि ठ्याक्क निक्लियो होइन। कामबाट निस्केपछि चाहिँ आज चाहिँ खास मेरो के रहेछ भन्दाखेरिमा होइन, म खास 1 बजे गएको थिएँ नि ड्युटी पिएमको, अनि 2 बजे नै रहेछ। अनि केही नै भएन, आज चाहिँ म 1 घन्टा पहिले नै गएको थिएँ, मैले थाहा थिएन नि त। अस्ति चाहिँ मेसेज आएको थियो
ग्रुपमा। अनि त्यो भएर चाहिँ म गइदिएको होइन। फेरि अब आज गएँ, फेरि मेरो भोलि र पर्सि फेरि मेरो बिदा छ क्या। पानी परिरहेको क्या यहाँ त यार। मेरो फेरि भोलि र पर्सि चाहिँ ठ्याक्क बिदा छ होइन। अनि पर्सि चाहिँ मेरो के छ भने मेरो चाहिँ पर्सि चाहिँ ट्रेनिङ छ क्या, उतै त्यहीँ रेस्टुरेन्टमै छ। 3 घन्टा जति हुन्छ। अनि त्यो भएर मैले चाहिँ भोलि र पर्सि नै बिदा भएको मेरो खास। अब आज एक दिन गयो, फेरि भोलि फेरि पर्सि बिदा रगत्तार फेरि बिदा भयो भने फेरि काम गर्न लास्ट झ्याउ लाग्छ नि त फेरि। सो त्यही नै हो। अब चाहिँ भोलि पनि आनन्दले बस्न पाइयो। अनि पर्सि चाहिँ म खास पर्सि चाहिँ मेरो 9:30 बजीदेखि छ के अरे ट्रेनिङ होइन। अनि के को ट्रेनिङ खास त थाहा छैन। मेबी त्यो ट्रेनिङ चाहिँ खास त जस्तै हुन्छ जस्तो लाग्छ क्या। के जस्तो भन्दाखेरिमा त्यो हाम्रो ओरिएन्टेसन भएको जस्तै होला होइन, त्यस्तै भन्दै थियो। अनि त्यहाँबाट अब चाहिँ लास्ट हो नि त यो हामी पहिलाको दाइहरूको चाहिँ भइसक्यो। पहिलाको त्यो जोइन गरेको चाहिँ। अनि खास म त लास्टमा थिएँ नि त जोइन गरेको। अनि त्यही भएर मेरो चाहिँ अब यो पर्सि छ 25 तारिकमा। अनि 24 र 25 बिदा हिजो बिदा। अनि हिजो बिदा। अनि आज गएँ म। अनि फेरि आज पछि त अनि फेरि भोलि र पर्सि बिदा क्या, आइतबार र सोमबार त्यस्तो हुन्छ। अनि सो त्यही नै अब वहीँबाट गरौँ भन्नु नि। आज त खास दुबईमा पानी पर्ला जस्तो भएको छ। सिम पानी परेको छ तर परेन क्या। यस्तै हुन्छ दुबईको पानी पर्ने भनेको यस्तै हो। तर पहिला ठुलो परेको बेला त मैले थाहा ठुलो पऱ्यो भन्थ्यो होइन। तर म त्यतिखेर त यहाँ थिएन नि त। अनि अहिले चाहिँ खास पानी परिरहेको छैन। यो बादल लाउने यताउति चाहिँ भइरहेको होइन। तर पानी चाहिँ परेको छैन क्या। अनि अब पर्सि ट्रेनिङ छ। ट्रेनिङमा के गर्ने हो, सुन्ने बस्ने हो होइन। त्यही नै हो। अब फेरि यो हप्ताको बिदा मेरो चढी नै आयो नि त। अब हिजोसम्म बिदा थियो। अनि आज गयो। अनि फेरि भोलि पर्सि भने यो हप्ताको बिदा चाहिँ गयो। अब चाहिँ मलाई कस्तो हुन्छ भने बिदा आउने बेला चाहिँ लामो लाग्छ क्या। भन्न खोजेको त पहिला मेरो कति हुन्थ्यो भने यो शुक्रबार र शनिबार भए पनि अर्को हप्ता शुक्रबार शनिबार हुन्थ्यो नि त। अनि यो हप्ता चाहिँ म के गर्नु पऱ्यो भन्दाखेरिमा अब आइतबार र सोमबार मेरो बिदा भयो। सोमबार र मङ्गलबार बिदा भयो त होइन। अब बुधबार बिहिबार शुक्रबार शनिबार आइतबार भनेपछि 5 दिन चाहिँ फेरि त्यसरी बस्नुपर्छ। तर त्यसरी पहिलो हप्ता बिदा भयो भने चाहिँ अलिकति त्यो धेरै भए जस्तो लाग्ने क्या। त्यो धेरै दिन गए जस्तो लाग्ने। अनि केही नै होइन। अब बिदा मिल्यो नि त, चाँडै नै मिल्यो। त्यही नै हो। सोध्दै थियो अरू होइन। अनि अब त्यो ट्रेनिङ पछि चाहिँ मेरो अर्को मेडिकल नै हुन्छ फेरि होइन। एउटा मेडिकल हुन्छ खास। यो पछि पहिला मेरो मेडिकल त भइसक्यो। त्यो मेडिकल भएर नि मेडिकल पास भएर पनि मेरो इम्युनिटी आयो नि त। इम्युनिटी आएको तपाईँको 2 महिना लगभग 2 महिना भनौँ न, 2 महिना नि 1.5 महिना जति भयो। अनि त इम्युनिटी आएपछि त्यो खास चाहिँ इम्युनिटी आउने खालको चाहिँ त्यो मेडिकल हो होइन। फेरि यहाँ सुरुमा आउँदाखेरि चाहिँ मेडिकल थुप्रो मेडिकल गर्दो रहेछ। त्यो चाहिँ हुन त कम्पनी अनुसार नै हुँदो रहेछ हुन्छ होइन। अनि हाम्रो चाहिँ त्यो मेडिकल पास भयो। अब एउटा मेडिकल छ हाम्रो होइन। अब एउटा मेडिकल चाहिँ कहिले गर्छ यो ओरिएन्टेसन यो क्लास यो ट्रेनिङ भएपछि बल्ल यो अब उ चाहिँ गर्छ क्या। यो ट्रेनिङ सकेपछि चाहिँ अब हप्ता 10 दिन अथवा कति दिनपछि गर्न चाहिँ होइन। अरू पनि त्यही भएर गरेछ नि त। अरू पनि पहिला यो क्लास भयो ट्रेनिङ। अनि त्यसपछि बल्ल कति 10-15 दिनपछि चाहिँ बल्ल यो उस भएको हो नि त मेडिकल। मेरो मेडिकल फेरि हुन्छ फेरि गाइस। दुबईमा आएर 2 चोटि मेडिकल गर्नु पऱ्यो काममै। अब त्यस्तै हुन्छ त। तर मेडिकल त फेरि गरेको राम्रो हो नि त आफूलाई होइन। मेडिकल भनेको त गरेकै राम्रो हो क्या। त अलिकति अप्ठ्यारो हुन्छ यताउति हिँड्नलाई भनेर मात्र हो होइन। मेडिकल भनेको एउटा त्यो नर्मल त्यो के भन्छ त नर्मल जताको जस्तै त हो नि होइन। त्यो हुँदा चाहिँ गर्दा हुन्छ मैले देखेको चाहिँ। अनि फेरि दाइको मसँग बस्ने दाइको नि अस्ति गरेर आउनु भएछ। पहिला चाहिँ यस्तो थिएन अरे। अब अहिले चाहिँ त्यो के हो अब यो नियम होला नि, नियम कानुन यताउति। अब मान्छे अब यो पुरानो हुँदै गएपछि होइन, मान्छे बढ्दै गएपछि नियम कानुन नि बढ्दै जान्छ। यो के भन्छ भने यो हुन्छ नि के भन्छ यसलाई, यो विकास हुँदै गएपछि त्यहाँ नयाँ युगहरू थपिँदै जान्छ। नयाँ त्यो मान्छेको त्यो मान्छेको दिमागमा अनेक थरी कुराहरू आइरहन्छ। नयाँ त्यो के भन्छ त्यसलाई प्रडक्सन गर्ने खालको आउँछ नि त दिमाग त। अहिले त पहिला पो थिएन त, अहिले त सबै छ यहाँ त। अनि त्यहाँबाट मेरो मेडिकल कहिले हुन्छ म भन्ने छु होइन। अब भोलि दिन मेरो खास दिन सुतेर जान्छ होला। मेबी मिल्यो भने बाहिर यसो जान्छु कि भने अब त्यही बाहिर यस्तो हुन्छ क्या। एक्लै गर नि हुँदैन नि त। अब साथी यताउति भयो भने फेरि हुन्थ्यो। अब दाइको फेरि यो हप्ता बिता कहिले थाहा छैन। अब गएर सोध्नुपर्छ अहिले गएर। दाइको नि भोलि छुट्टी भयो भने त फेरि राम्रै हो होइन। उता बिचतिर पनि पढि जानुहुन्थ्यो। अस्ति गएको के अरे अब हिजो अस्ति गएको अब त्यो बेलुका भइसकेको थिएँ नि त म। अनि त्यहाँ म खेल्न त खेल्थिनँ कि साथी भयो भने चाहिँ खेल्न मजा आउँथ्यो। त्यो एक्लै खेल्न त लास्टै झ्याउ लाग्छ क्या। यहाँ त एक्लै हिँड्नलाई एक्लै खेल्न त लास्ट झ्याउ लाग्छ। तर फेरि विदेशमा भनेको त्यही नै रहेछ कि फेरि अब साथी हुने यताउति भन्ने हुँदैन। तपाईँले आएर साथी बनाए पनि नबनाए पनि होइन, एकदम इभन बनाए पनि साथी बनाए नि हिँड्ने भनेको कि सँगै छुट्टी भएर सँगै बस्यो भने छुट्टै कुरा हो होइन। नत्र भए यहाँ आएर साथी बनाएर घुम्ने यताउति जान्छ भने त त्यो मिल्ला। त्यो महिनामा एकचोटि चाहिँ झुक्केर मिल्ला क्या। अब म अस्ति ओमान गएको भए भन्थ्यो। अब त्यो दाइले अब
शुक्रबार जाने भने त उसको शुक्रबार बिदा मेरो अब फेरि भोलि पर्छ नि त। अस्ति गएको गाई हुँदो रहेछ, अब त्यो गएन, अब कहिले जाने, अब जान चाहिँ पर्छ। अब अर्को हप्ता चाहिँ म बिदा मिलाउँछु त्यतिखेर नै तोताईको सँगै, अनि त्यो भयो भने चाहिँ जानुपर्ने हुन्छ क्या। अनि जाने भने नि त, अनि गएर फेरि त्यहाँ चाहिँ कस्तो रहेछ भने प्याकेज रहेछ एउटा, अनि त्यो प्याकेजमा चाहिँ यता स्विमिङ गराउँदो रहेछ ल र होइन, गर्न मिल्दो रहेछ। कस्तो भने यहाँबाट नजिकै त ओमान हो नि त, ओमान त्यो कतार होइन, अनि यताको त्यो के अरे कुवेत त नजिक हो क्या, अनि साउदी पनि नजिकै होला होइन। सबसे नजिक चाहिँ यहाँबाट ओमान हो क्या, यहाँबाट लगभग 2 घन्टामा पुग्छ ट्याक्सीमा गयो भने। अनि त्यही नै हो, गएको भए गएकै हुन्थ्यो। त्यही अब गइसकेको कुरोलाई, बितिसकेको कुरोलाई फेरि त्यो कोटाउनु मजा हुँदैन क्या। खास त भोलि नै म बाहिर गयो भने चाहिँ भ्लग गर्छु, अब रुममा बसेर भन्दा के भ्लग गर्ने हो र होइन। सो त्यही नै हो, आज चाहिँ म ड्युटीमा त्यो रोस्टरले लास्ट झुकाइदियो, अनि अस्ति सेफले मेसेज गरेर भएर चाहिँ म खास त्यो अनुसारले गएको, खास होइन रहेछ त्यो चाहिँ होइन। सो त्यही नै, अब चाहिँ म रुम पनि आउनु लागिपुगेँ होइन। अब गएर आनन्दले जतिखेर सुतिनु भयो आज त, भोलि बिदा छ नि त। अनि आज चाहिँ भ्लगलाई यतितिर इन्डिङ गर्न चाहन्छु। नयाँ हुनुहुने च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, यति भन्दै बिदा माग्न चाहन्छु। बाई गाइज।